Saujanya Media presents नमस्कार। कार्यक्रम संरक्षण चौतारीमा स्वागत गर्छु म सुभाष कार्की। कार्यक्रम संरक्षण चौतारीमा हामी बालबालिकाका विविध विषयहरूमा कुराकानी गर्छौं। बालबालिकाका विषयमा कुराकानी गर्ने क्रममा आज हामी सिन्धुपाल्चोकको माङ्खा 1 मा आइपुगेका छौं। गएको साउन 17 गते सुनकोशी नदी नै छेक्ने गरी आएको भीषण पहिरोका कारण यहाँ 156 जनाको मृत्यु भएको छ, जसका कारण धेरै बालबालिका प्रभावित भएका छन्। कति बालबालिकाको मृत्यु पनि भएको छ। अहिले म जुन ठाउँमा छु यो ठाउँमा बनसागु माध्यमिक विद्यालयको भवन थियो। यो भवनमा विद्यार्थीहरूले धेरै राम्रो अध्ययन गरेको भनेर चर्चा पनि सुनिन्थ्यो। तर अहिले यो विद्यालय कंक्रिटमा परिवर्तन भएको छ, यहाँ केही पनि छैन। 176 जना पढ्ने यो विद्यालयमा 31 जना विद्यार्थी पहिरोकै कारण मृत्युवरण गर्न पुगेका छन्। अहिले ती विद्यार्थीका आफन्तहरू यो ठाउँ हेरेर आँसु झारिरहेका छन् र यहाँ पढ्ने अरू विद्यार्थीहरू छुट्टै ठाउँमा विद्यालय बनाइएको छ र त्यो विद्यालय पाल तागिएको ठाउँमा रहेको छ र त्यो पाल तागिएको ठाउँमा ती विद्यार्थीहरूलाई पठन पाठनको काम भइरहेको छ। तर पहिरोका कारण आतंकित र त्रसित बनेका उनीहरूले राम्रोसँग अध्ययन अध्यापन गर्न सकिरहेका छैनन्। आज हामी यही विषयमा यहाँहरूलाई यहाँको विषयवस्तु प्रस्तुत गर्छौं। भनिन्छ प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन। यस्तै भयो गएको साउन 17 गते सिन्धुपाल्चोक स्थित माङ्खा र राम्चेको सिमाना जुरेमा आएको पहिरोले ऐया र आत्था समेत भन्न नपाउँदै एकै रात एकै साथ 156 जनाले अकालमै ज्यान गुमाउनु पर्यो। जसमध्ये 33 जनाको शव भेटियो भने अन्य अझै त्यही पहिरोमा हराइरहेका छन्। पहिरोमा पुरिएर माङ्खामा 64 घर, टेकनपुरमा 22, राम्चेमा 30 र धुस्कुनमा 9 घर पूर्ण रूपमा ध्वस्त भएका छन्। कोही अभिभावक भने बाँचेका छन् भने कसैको त वंश नै बाँकी रहेन। माङ्खावासी त्यस निष्ठुरी रात र पहिरोको सम्झना समेत गर्न चाहँदैनन्। सुनकोशी नदी थुन्ने गरी खसेको त्यो पहिरोले करोडौंको धनजनको क्षति त गर्यो नै, साथसाथमा स्थानीय बालबालिकालाई 2047 सालदेखि शिक्षाको ज्योति दिँदै आएको माङ्खा 1 स्थित बनसागु माध्यमिक विद्यालयलाई भग्नावशेषमा परिणत गरिदियो। यथेष्ट पूर्वाधार र सम्पूर्ण भौतिक संरचनायुक्त विद्यालय क्षेत्र अहिले बगर र खण्डहर बनेको छ। जुरेमा खसेको पहिरोले सुनकोशीमा कृत्रिम ताल बन्दा चीनसँग जोडिएको अरनिको राजमार्ग अवरुद्ध भएको छ। कृत्रिम ताल आफै फुटेर पानी घटेपछि त्यहाँ स्थित सानीमा हाइड्रो लगायत केही घरहरू देखिएका छन्। तर अझै पनि त्यहाँ कतिपय घरहरू पानीले छोपिएकै छन्। यस विद्यालयको स्थापना कालदेखि नै सक्रिय रहँदै आउनुभएका संस्थापक इन्द्रध्वज श्रेष्ठ विद्यालयको स्मरण यसरी गर्छन्। बल्ल बल्ल गाउँले गुहारेर अब आफूले दुःख गरेर बनाइयो। अब यो बच्चाहरू साह्रै यहाँ अब दुखित, अब स्कुल नजिक छैन यहाँ भनेर अनिखेरि मैले चाहिँ अब मन चिताएर यहाँ अब एउटा स्कुल राख्न पाएदेखि बच्चाहरूको बालबच्चाको भविष्य राम्रो हुन्थ्यो होला भन्ने आशाले बनाएको। हेर्नुहोस्, मैले श्रीमतीको गहना बेचेर पनि लगानी गरेर बनाएँ। पहिला त 31,000ले बनाएको मैले, पहिला ढुङ्गा माटोको बनाएको सर। अब ढुङ्गा माटोको बनाएर पछि अब 4 कोठे भवन बनाएर 5 कोठे भवन बनाएँ। अनि त्यहाँबाट पछाडि अनिखेर बल्ल बल्ल पछाडि आएपछि अनि अब यो अलि व्यापार सङ्घहरू आएपछि अनि उनीहरूलाई पनि अलिकति सहयोगमा आएर अनि सहयोगले अनि ढलान घर बनाएको। आफूले कति दुःख गरेर बनाएको सर। अब
हामीले अब कति अब जनताहरू अब बालबच्चाहरूको भविष्य उज्यालो होस्, राम्रो होस्, नाम चलोस्, सबैको बच्चाहरूको पनि अब भविष्य राम्रो होस्, टाढा जानु नपरोस् आफ्नो छिमेकी भनेर मैले दुःख गरेर बनाएको छ। सरकारले के पनि हेरेन हामीलाई, हेर्नु त्यो स्कुलको लागि कसैले हेरेन। बरु बाहिरको एनजिओहरू आएर, बरु संस्थाहरू आएर झोलङ्गीमा बरु अब यहाँ ठाउँ नपाएर उहाँ झोलङ्गीमा ल्याएर अस्थायी बनाएर पढाउन हालेका छौँ हामीले। यहाँ जग्गा पाएपछि यही सार्ने हामीले। अरू त अब जिसिओहरूले त अब के भनेको छ, अब संस्था यो संस्था क्ल्याप्स गरिदिने, 12 हालिदिने, टेकनपुरलाई टेकनपुर हालिदिने, लामसाङ भेग पर्ने नजिक पर्नेलाई लामसाङ हालिदिने, यहाँ नपढाउने, यहाँ स्कुल नदिने भन्ने हिसाबले उनीहरूले त्यस्तो क्ल्याप्स गर्नु खोजेको थियो। अनि यहाँ भएदेखि अलि राम्रो होला कि अब आफ्नो ठाउँको स्कुल अन्त किन पठाउने भन्ने सोचाइ। हुन त प्राकृतिक विपत्तिले यो र त्यो भन्दैन, तर निष्ठुरी पहिरोले बालसागु माध्यमिक विद्यालय माङखालाई भने कहिल्यै नमेटिने गरी दाग लगाएर गयो। यस विद्यालयमा अध्ययन गरिरहेका 176 जना मध्ये 31 जना विद्यार्थी यही पहिरोमा विलिन भए। यस्तो त्रासदीपूर्ण घटनाले करिब 3 हप्ता त विद्यालय बन्द नै रह्यो। यो पहिरोमा आफ्ना छोराछोरी गुमाएका अभिभावकहरू आफ्नो पीडा यसरी पोख्छन्। राज्यले त हामीलाई पहिलो प्राथमिकता भनेको त अब अहिले हाम्रो सबै गुमाछौँ, परिवार गुमाछौँ, हाम्रो धन सम्पत्ति गुमाछ, घर छैन। हामीलाई पहिलो प्राथमिकता भने त हामीलाई घर चाहियो, बस्नलाई एउटा गोठै भए पनि घर त चाहियो, बस्नु सक्ने वातावरण गराउनु सरकारको दायित्व जस्तो लाग्छ। राज्यले एउटा यो कार्ड दिएको छ मृतक परिवारको लागि, रातो कार्ड, यो थम्मा र गर्दनमा झुन्डाइदिने काम मात्रै भएको छ। र यसले दिन्छ, चामल दिएको छ 2-4 बोरा, चामल लगेर राख्ने ठाउँ छैन, सुत्ने ठाउँ छैन। राज्यले अहिले हामीलाई दिएको भने यो कार्ड मात्रै भिडाइदिएको मात्रै छ। राज्यबाट पैसा उठ्या छ भन्छ, राष्ट्रपति प्रधानमन्त्री कोषमा छ अरे, के कोषमा छ, तर हामीले देख्नु पाएको छैन। मेरो परिवारहरू यहाँ सबै यहीँ थिए, मेरो आमा बित्यो, छोरा बित्यो, यहाँ मेरो दाजुभाइहरू, काका भतिजाहरू धेरै पहिरोले बगाए। कोही धेरै 12, मेरो 24 जनामा 12 जना बित्यो होइन। यहाँ अरू दाजुभाइहरू त कति बिते। बाहिरी हो हाम्रो दाजुभाइ अथवा हरेक चिजबाट सहयोग आएको चामल हामीले बाँडेको मात्रै छ। राज्यले 1 बोरा 1 चिम्टी नुन शुद्ध पनि दिएको छैन। जुन अहिले 1 महिना भइसक्यो यहाँ पहिरो गएर 1 महिना भइसक्यो, हामीले वासस्थान शुद्ध मिलाइदिएका छन्। तिर्पलमा बसेर चिसो भुइँमा बसिरहेछन् कति मान्छे, तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले पनि गएर। राज्यले त 1 सेन्टी पनि हेरेको छैन, केही गरेको छैन राज्यले। हाम्रो फोटो खिच्छन्, अहिले दाइले भन्नुभएको छ फोटो खिच्छन्, आश्वासन झुटा आश्वासनहरू दिन्छन्, फर्किने काम भन्दा केही गरे भएको छैन। माहौल यहाँ विद्यार्थीहरू धेरै 104 जना विद्यार्थी थिए, एकदम रमाइलो माहौल थियो। परीक्षामा पनि एकदम राम्रो नतिजा आउने स्कुल हो यो। अब यहाँ 17 गतेको पहिरोले सबै यो बगर बनाइदिएको छ। फर्म हामीलाई क्षतिपूर्तिको जुन फर्म भर्नु दिइरहेको छ, त्यो फर्मको त्यो अन्तिम बुदामा चाहिँ हाम्रो त्यो पुनर्वास गऱ्यो भने हाम्रो भएको अरू सम्पत्ति पनि सबै स्वत राज्यको नाममा जान्छ भनेर गरेको छ। त्यो चाहिँ हामीलाई एकदम त्यसको लागि पनि हामी सङ्घर्षमा उत्रिने निर्णय गरेका छौँ हामीले। अब स्कुलको छ त्यो हो, अहिले स्कुलको हालत यस्तो छ। अब यहाँको सबै व्यक्तिहरूले गरेर यत्रो यो ठाउँमा पुऱ्याएको स्कुल सरकारले त खासै केही हेरेको छैन। यहाँ अहिले पनि अब यहाँ आइराख्नु भएको छ, डोनरहरू टन्नै आइराख्नु भएको छ, डोनरले सहयोग गरिराख्नु भएको छ, तर सरकारले चाहिँ केही गरेको छ जस्तो लाग्दैन मलाई। अहिले यो स्कुलमा पढ्ने विद्यार्थीहरू 31 जनाको त मृत्यु भएको छ होइन। यो अब सबैलाई थाहा नै छ। अब एकदम त्यो सँगै पढ्ने साथीहरू गुमाउँदाखेरि उनीहरू एकदम त्रासमा छ कि एकदम त्यो अब कसैले त्यहाँ गएर त्यो केही कुरा गर्न लागि एकदम तिनीहरू रुनी कराउने चिच्याउने त्यति त्यस्तो गर्ने भइरहेको छ विद्यार्थीहरू। अहिले हामीलाई घाँस बाँस कपासको केही व्यवस्था गरिदिनु भएको छैन सरकारले। मेरो बच्चा, मेरो सासू, मेरो नन्दहरू, काका काकीहरू सबै गुमाउँदा नि सरकारले केही नगरेको हुँदा म एकदम दुःखी छु। मेरो यहाँ सम्पूर्ण दाजुभाइहरू, मेरो श्रीमानहरू, मेरो काकाबुवाहरू सबै दुःखी हुनुहुन्छ। एकदम दुःख लागेको छ। सरकारले केही गरिदिनुहुन्छ भने आशा लागेको थियो, तर केही गरिदिनु भएन। मेरो त मम्मी, बुवा, बहिनी 2टा, भाइ बुहारी, अनि त्यहाँबाट काका। स्कुलमा पढ्ने धेरै गुमाएको छु मैले। मेरो बहिनी 2टा बहिनी, काकाको 2टा छोरी, 4वटा बहिनी भयो र भाइ 2टा भाइ, 6-7 जना जति गुमाएको छु स्कुलमा पढ्ने विद्यार्थी। मेरो छोरी चाहिँ 2टा थियो, अब 2टा यही स्कुलमा पढ्थ्यो। अब ठुलो छोरी 13 वर्षको थियो, ऊ 7मा पढ्थ्यो, सबिना तामाङ। अर्को छोरी
सजिना तामाङ थियो, ऊ 5 मा पढ्थ्यो। एउटा छोरा चाहिँ अब लामसामा ग्रिनल्यान्डमा पढ्दै थियो। उनीहरू चाहिँ यहाँ पहिला स्कुलमा प्रोग्राम हुने बेला जहिले पनि अब नाचगानमा अब भाग लिएर नाचगानमा लागि पर्थ्यो। अहिले त अब पढ्ने मान्छे पनि छैन, अब स्कुल पनि छैन। अहिले अब मरुभूमि बनाइदिएछ पुरै। माउबिनाको बच्चाहरू जस्तो भइरहेको छ बच्चाहरू त। उनीहरू पढ्ने ठाउँ छैन। उनीहरू अब यहाँ तल अलि हल्का तल चाहिँ त्यहाँ सेभ द चिल्ड्रेनले एउटा बोर्ड हालेर बाँसको चित्र बारेर तिर्पाल हालेर पढाइरहेछ। अहिले त दुःख कष्ट गरिरहेछ। अहिले त अब सरकारले त्यति गर्दा पनि उनीहरूको अब ध्यान जाँदैन। अब के गर्नुपर्ने होला? स्कुल कहाँ हो? अब राम्रोसँग बनाउन पाएदेखि यी बच्चाहरू अरू मरे पनि पढे नि अरूको राम्रो भइसक्यो हुन्छ कि अनि आश छ। त्यस्तो गरेर बसेर पढेछन्, तिर्पलभित्र बसेर पढ्या भनौँ न। अब दुःखै गरी पढेछन् बिचराहरू, दुःख भइरहेछ। अब राम्रोसँग सबैले हेरेर सबैले गरेर राम्रो स्कुल बनाएर ती बच्चाहरूको भइसक्यो राम्रो पारिदिनु पाए हुन्थ्यो भन्ने मनमा चाहिँ छ। सँगै बेन्चमा बस्ने एउटै कक्षामा पढ्ने सहकर्मी गुमाएपछि त्यहाँका विद्यार्थीहरू विक्षिप्त बनेका छन्। हाम्रो विद्यालयमा यति ठुलो विपद चाहिँ पर्छ, आपद विपद पर्ला भनेर हामीले सोचे पनि थिएन। अब अहिले अब कक्षाहरू पनि राम्रोसँग सञ्चालन भइरहेको छैन। अब अस्थायी रूपमा अलिकति व्यवस्थित भए पनि अब विद्यार्थीहरू स्कुल नआउने, पढ्न नमाने त्यस्तो भइरहेछ। अहिले पनि पढाइ राम्रोसँग सञ्चालन भइरहेको छैन। अब हामी सँगै बसेर सँगै खाने, सँगै बस्ने, सँगै पढ्ने त्यस्तो सधैँ हुन्थ्यो। हाम्रो रिलेसन पनि निकै नै त्यो थियो कि निकै नै राम्रो थियो हाम्रो रिलेसन पनि। अब उनीहरू गयो, अब नराम्रो त अवश्य नै लागिहाल्छ नि, नराम्रो लागिरहेछ। अब अझै पनि सम्झिँदा नराम्रो नै लाग्छ। यो विद्यालय नहुँदा, साथीहरू नहुँदा धेरै नरमाइलो लाग्यो। यो संसार किन यस्तो विचित्र भएको होला भन्ने आफ्नो मनमा त्यस्तो लाग्यो। त्यो सलिना र मन्जु चाहिँ हामी एउटै बेन्चमा बस्थ्यो, एउटै बेन्चमा बसेर एउटै होमवर्कहरू पनि सँगै गर्थ्यो, खाजा पनि सँगै खान्थ्यो। त्यो साथीहरूले छोडेर जाँदाखेरि चाहिँ कस्तो लाग्यो भने अब हामी सँगै खान्थ्यो। अब खाजा खाने बेला पनि एउटा साथी छैन जस्तो आफूलाई त्यस्तो लाग्छ। साथीहरू हुनु त हुनुहुन्छ, तर धेरै जस्तो चाहिँ यही पहिरोमा पऱ्यो होइन। त्यसो चाहिँ धेरैजनाको मृत्यु भयो। हाम्रो लागि अब यो पहिलाको जस्तै एउटा भवन बनाइदिए अनि यो साथीहरूको सम्झनामा यसो कार्यक्रमहरू राखिदिए, त्यस्तो भयो भने हामीलाई पढ्नको लागि यसो मद्दत पुग्छ होला। हुन त विद्यालय सञ्चालनका लागि विभिन्न सामाजिक सङ्घ संस्थाहरूले सहयोग गरिरहेका छन्। सेभ द चिल्ड्रेनको अगुवाईमा अस्थायी विद्यालय बनाई विद्यार्थीलाई अध्ययन अध्यापनको प्रबन्ध मिलाइएको छ। विद्यालय हुँदै नहुनु भन्दा त यो केही मात्रामा सहज भइरहेको छ। अब हामी 0 पोइन्टबाट स्टार्ट गर्नुपर्ने स्थिति भइरहेको छ। पहिला त सुविधा सम्पन्न भवनहरू गइहाल्यो पहिरोको कारणले गर्दाखेरि। जस्तै यो हाम्रो सेभ द चिल्ड्रेन र टुकी सङ्घको सहयोगमा हाम्रो विच्छेद भइसकेको स्कुल, केही नै नरहेको स्कुललाई उहाँहरूले अब स्टार्ट गर्नको लागि धेरै सहयोग गरिदिनु भएको छ र हामीलाई केही मात्रामा भए पनि सहज भइरहेको छ। अब हामीले स्कुलले सक्नेसम्म सहयोग गरिरहेका छौँ। अब घर जान नसक्ने विद्यार्थीहरूलाई होस्टेलमा राखेर विभिन्न ठाउँबाट सहयोगहरू मागेर हामीले होस्टेलमा पनि राखिरहेका छौँ र उनीहरूको लागि अब पछि थप क्लासहरू आवश्यकता पऱ्यो भने त्यसको लागि पनि हामी तत्पर छौँ टिचरहरू होइन। सबै गाउँ बगाएर लगेर जम्मा 31 जना विद्यार्थी चाहिँ हाम्रो विद्यार्थी मृत्यु भयो। त्यसमा 22 जना छात्रा, 9 जना छात्रा गरी 31 जनाको डेथ भयो। 16 गते राति 2:30 बजेको भीषण पहिरोले गर्दा सबै सखा भइलग्यो र तलतिर हेऱ्यो सबै बगर मसान घाट जस्तो छ, माथितिर हेऱ्यो ताल छुनेर बारिसेसम्मलाई भयावह अवस्था सिर्जना गरेर। यो अस्थायी सिकाइ केन्द्र चाहिँ हामीले विभिन्न समयमा 23 गते, 26 गते, 28 गते शिक्षा विभागको लगायत सम्पूर्ण शिक्षाविदहरूसँग राखेर एउटा मिटिङ गऱ्यौँ
र हामीले कहाँ भवन चलाउने भनेर स्थानीय भेला बस्दाखेरि उहाँहरूले हाम्रो छाप्रोमै हालेर भए पनि टहरा हालेर भए पनि हामी आफ्नै पहिचान हिसाबले कक्षा सञ्चालन गर्ने भन्ने स्थानीयहरूको जोड रह्यो, विद्यार्थीहरूको पनि माग त्यही रह्यो। अनि त्यसो भएको हुनाले हामीलाई तत्कालीन अवस्थामा सेभ द चिल्ड्रेन प्लस टुकी सङ्घले चाहिँ सहयोग गरिरहेको छ। यो चाहिँ हामीलाई 30 लाख बराबरको अस्थायी भवन र स्थायी भवनको लागि पनि भन्नुभएको छ र यो अहिले देखिरहनु भएको छ। यसमै हामीले चाहिँ कक्षा सञ्चालन गरिरहेछौँ। हुन त सिन्धुपाल्चोकमा भएको यस अकल्पनीय घटनाले सबैलाई छोएको छ। यहाँको विद्यालय सञ्चालनका लागि सहयोगी हातहरू सहकार्य गरि नै रहेका छन्। कलेज पढ्नेहरू बित्नुभयो, जो बाँकी हुनुहुन्छ होइन, उहाँहरू चाहिँ पढ्ने विद्यालयमा नि अब एउटा सेल्टर छ क्या, त्यहाँ चाहिँ पहिरो आउँछ भने डरले चाहिँ उहाँहरूको बुवा बाजेको मान्छे बुवाम गरेर बस्नुहुन्छ होइन, उहाँहरूलाई त्यो तनाव छ। एउटा पहिलो तनाव हट्नुपर्छ र अर्को उहाँहरूलाई चाहिँ अब पहिरो आउन ढुक्क हुन्छ भएर एउटा पढ्ने वातावरण होइन, त्यसलाई पढ्ने एउटा वातावरण चाहिँ हामीले तयार गर्नुपर्छ। यसको लागि चाहिँ हामीले राज्य पक्षलाई विशेष गरी जिल्ला शिक्षा कार्यालयलाई होइन, जिल्ला शिक्षा कार्यालयको तर्फबाट चाहिँ अब भवन भएको ठाउँ छैन भने भवन बनाउने कुरा र जहाँ भवन बाँकी रहेको छ त्यो ठाउँमा चाहिँ बच्चाहरूलाई भयरहित वातावरण पढ्नको लागि चाहिँ त्यो पहिरोको डरमुक्त भएर पढ्ने वातावरण तयार गर्नुपर्छ। र जो बच्चाहरू टाढा हुनुहुन्छ पहिरोले गर्दा यो बाटो अहिले बाटो बन्द छ होइन, बाटो आउन जाने बाटो खुल्ने क्रम छ, बाटो बन्द भएको छ, त्यो बाटो बन्द भएको ठाउँमा चाहिँ उहाँहरू आउन गाह्रो हुन्छ, जान गाह्रो हुन्छ। त्यस्ता बच्चाहरूलाई चाहिँ त्यहीँ राखेर होइन, छात्रावासमा राख्ने व्यवस्था राखेर चाहिँ उहाँलाई पढाउने व्यवस्था गर्न जरुरी हुन्छ होइन। त्यो काम थोरै सुरुवात भएको छ होइन। हामीले प्रत्यक्ष रूपमा चाहिँ चाइल्ड फन्ड जापान र ग्रामीण महिला सृजनशील परिवारको साझेदारीतामा त्यहाँको 81 जना बालबालिकाहरू विशेष गरेर जो बालबालिकाहरू चाहिँ सेतीदेवी शारदा उच्च मावि लामोसाँगुमा र बनसाँगु मावि बनसाँगुमा पढ्ने बालबालिकाहरू, केही थोरै बालबालिका चाहिँ शारदा मावि बार विषयमा पढ्ने थिए। त्यो 81 जना बालबालिकाहरूलाई चाहिँ हामीले छात्रवृत्ति भनौँ या शैक्षिक सहयोगको रूपमा चाहिँ स्टेसनरी प्याकेज, स्कुल ब्यागहरू जुन चाहिँ उहाँहरूले तत्काल अब घरहरू पुरिएको छ, उहाँहरूको किताबहरू पुरिएको अवस्था छ होइन, त्यति बेला चाहिँ उहाँहरूलाई तत्कालै भोलिदेखि पढ्न जानको लागि परामर्शसँगै स्कुलको ब्यागहरू सहित स्टेसनरी प्याकेजहरू दियौँ। जुन घटना घट्यो त्यसपछि मान्छेलाई त त्यतिखेर त खानेकुरा नै समस्या हुनसक्छ। हामी सिभिल स्टाफले जति खालको हामीले सक्यौँ सबैले 2-2 दिनको स्यालेरी हामीले कटाएर सिभिसबाट चाहिँ त्यसरी हामीले दाल चामलको कुराहरू पनि सहयोगमा हामी त्यहीँ राहत केन्द्रमै हालेर हामीले आफैले जिम्मा बुझायौँ। र त्यो सँगसँगै चाहिँ हामीले सबै फोरमहरूमा जस्तै सिभिसका पार्टनर एनजिओहरू जति छन्, जस्तै मान सृजनशील उहाँहरूसँग चाहिँ हाम्रा साथीहरू जो फिल्डमा काम गर्ने, जिल्लामा काम गर्ने साथीहरू चाहिँ झनै 7-8 दिन सबै खालको कुराहरू छोडेर फिल्डमा हामीले बालबालिकाको अवस्था बुझ्न, महिलाको अवस्था बुझ्न, घटनाको अवस्था बुझ्न चाहिँ हामीले फिल्डमै उहाँहरूलाई चाहिँ जिम्मेवारी भनौँ न, प्रत्यक्ष जिम्मेवारी फिल्डमै चाहिँ तपाईहरु गएर सहयोग गर्नुस् भन्ने खालको कुराहरू हामीले गर्यौँ। हामीसँग अहिले हेर्ने हो भने जुरे पहिरोमा मात्र 342 जना बालबालिका प्रभावित छन्। 27 जना भन्दा बढी बालबालिकाहरू मृत्युवरण गरिएको अवस्था छ भने अरू के भन्छ उसमा हेर्ने हो भने एक ठाउँमा 2 जना बालबालिकाहरू परेका छन् बोल्दै महाङ्कालमा, र अर्को चाहिँ ठाउँमा चाहिँ हेर्ने हो भने 25 देखि 30 जना बालबालिकाहरू चाहिँ यो पहिरोबाट पीडित भएका छन्, जुरे पहिरो बाहेक। पहिलो प्राथमिकता हामीले बालबालिकाको तथ्याङ्क लिने र त्यस्ता प्रभावित बालबालिकाको लागि चाहिँ कसरी कार्य गर्ने भनेर लङ टर्म प्लान र सर्ट टर्म प्लान भनेर हामीले त्यो सँगसँगै लिएर गएको छौँ। र सँगसँगै हामीले साझेदार विकासका साझेदार निकायहरूसँग चाहिँ सहकार्य गरेर तत्काल बालबालिकालाई चाहिने सामग्रीहरू उपलब्ध गराउन हामीले चाहिँ के भन्छ उहाँहरूलाई माग गरेर पठायौँ। त्यो सन्दर्भमा चाहिँ सेभ द चिल्ड्रेन, सिबिस यी संस्थाहरूले चाहिँ तत्काल सहयोग गरेको अवस्था, बेबी किटहरू सहयोग गरेको अवस्था देखिन्छ। राज्यले पनि यस पहिरोमा परेर ज्यान गुमाएकाहरूलाई राहत र पीडितहरूलाई विभिन्न सङ्घ संस्थासँगको समन्वयमा लत्ता कपडा, खाद्यान्न, विद्यार्थीहरूका लागि चाहिने शैक्षिक सामग्री लगायतका कुराहरू वितरण गरिरहेको छ। वास्तविक पीडित, वास्तविक पहिचान नभएको, जोसँग पाठ्यपुस्तकै छैन, जोसँग लगाउने लुगा छैन, अहिले तत्काल नेपाल सरकारको प्रोग्राममा त त्यो छैन, तर मैले अघि पनि भने धेरै संस्थाहरू हामीसँग आबद्ध भएको कारणले गर्दा त्यस्तोलाई पोसाक दिने, स्टेसनरी उपलब्ध गराउने, पाठ्यपुस्तक उपलब्ध गराउने र अब अहिले हामीले उनीहरूको लागि दिवा खाजाको व्यवस्थापन गर्ने क्रियाकलापहरू हामी अगाडि गरिरहेकै छौँ। शिक्षा कार्यालय एक्लैले, नेपाल सरकार एक्लैले नसक्न सक्छ,
अब त्यहाँका विद्यार्थीको त्यहाँ बसेर अहिले अस्थायी रूपमा एउटा स्कुल भाडामा घरमा लिएर त्यसमा विशेष त सेभ द चिल्ड्रेनको सपोर्ट छ। अस्थायी टहरा पनि त्यो बन्ने क्रम सुरु भइरहेको छ। अस्ति शनिबार मात्रै पनि म त्यहाँ गइरहेको थिएँ, त्यहाँ गएर हेरेर आइरहेको छु। त्यो बनिरहेको छ र त्यहाँ बस्दाखेरि विद्यार्थीहरू त्यो स्कुलको बाँकी रहेको 85 जना विद्यार्थी अहिले त्यहाँ भेला भएको छ। 1 देखि 10 कक्षासम्म विद्यार्थी सङ्ख्या त न्यून नै छ, पहिले पनि साह्रै धेरै होइन, न्यून नै हो। र त्यो सङ्ख्याको विद्यार्थी लगायत अरू त्यसबाट असर पार्ने सम्पूर्ण स्कुलका विद्यार्थीहरूलाई त्रासदी नहोस् भन्नका लागि अन्य संस्थाको सहयोगमा साइरन सिस्टमबाट तत्काल सचेत गराउने अभियान हामीले सुरु गरेका छौँ। त्यसबाट पनि शिक्षक र विद्यार्थीलाई खतराको जनाउ तत्काल हुने र त्यसले उनीहरू आत्तिनु नपर्ने आफू सुरक्षित स्थानमा त्यस्तो केही भइहालेमा जान सक्ने स्थिति विद्यालयहरूमा त्यो संयन्त्र तयार पारिएको छ। वनसागु निमावीको एउटा चाहिँ अस्थायी वनसागु निमावीलाई हामीले अस्थायी रूपमा सेभ द चिल्ड्रेनकै सपोर्टमा एउटा वनसागु निमावीको प्रसन्तान सुरु भएको छ। अन्य क्षतिको विषय आइराखेको छ। त्यो विषयलाई पनि हामीले हेर्दा के देखिन्छ भने हरेक सेक्टरल जो एजेन्सी हो त्यसले लिड गरेर प्रतिनिधि दिएको अवस्था छ। यहाँले भने जस्तो यो दैवी विपत्ति हो, यसलाई वास्तवमा 134 एउटै फोटमा लगत्तै समाधान गर्न सकिँदो रहेछ। मैले त्यहाँ बसेर मैले हेरेँ, के देखेँ हजुर भन्नुहुन्छ भने वास्तवमा मलाई पनि पैसा अब कन्भेन्सन 1.25 करोड रुपियाँ हाम्रै खातामा जम्मा भयो। गभर्मेन्टले गर भनेको छ। अनौठो विषय तपाईँ भनिदिनुहोस् न प्लिज तपाईँको मिडियाबाट कि त्यहाँ अर्थमन्त्री आउनुभयो, योजनाको उपाध्यक्ष आउनुभयो, प्रमुख निर्वाचन अधिकृतहरू आउनुभयो, शहरी विकास मन्त्री आउनुभयो, हाम्रो सङ्घमाथा स्थानीय विकास सचिव आउनुभयो, शहरी विकासको सचिव आउनुभयो, भवन विकासको डिजी साहब आउनुभयो, सडकको डिजी आउनुभयो, सबै आउनु सबले गरौँ भन्नुभएको छ। तर चाहिँ आफ्नो आफ्नो काम गर्दै जाँदा अहिलेसम्म त्यो रिजल्ट आएन। क्या पब्लिकले खोज्ने रिजल्ट होला नि, तपाईँ आउँदैछ त्यो रिजल्ट नदेखिएको भइरहेको, तर भित्र चाहिँ पाइपलाइनमा धेरै कुरा पाकिराखेको छ, लगत्तै रिजल्ट आइहाल्छ यसको। त्यसलाई सुरक्षित तवरबाट त्यहाँको एक किसिमको पहिलाको भूगोल बुझ्ने, यहाँलाई पानी छिर्ने भूगोल होला, काहीँ चाहिँ स्थापित पहिलादेखिको स्थिर जमिन होला, त्यहाँको स्थानीय विरुद्ध भरानी अथवा कोही त्यसमा विषयमा कुनै अध्ययन अध्यापन गरेको हुनुहुन्छ होला, अथवा तपाईँले भनेको विषय अझै सिरियस हुने हो भने भूगोल र विधहरू पनि कन्सल्टेसन गर्न सकियो। त्यहाँ भूगोल विध पनि आउनु भएको छ, वातावरण विभागको कोही सर पनि आउनु भएको थियो। यो विषयलाई पनि हामी ध्यान दिएर उपयुक्त सुरक्षित भएको ठाउँमा हामी चाहिँ त्यसलाई लगत्ती बनाउन हामी त्यसमा बडा संवेदनशील हुन्छौँ। विद्यालय भवन नै नरहेपछि स्थानीय बासिन्दा भने आफ्ना बालबालिकाको भविष्यमाथि खेलवाड नगर्न र छिटोभन्दा छिटो स्थायी विद्यालय भवन बनाई पठन पाठन अघि बढाउन माग गरिरहेका छन्। राज्यलाई अब के भन्नु, अब जति भन्यो भने उयो हो, के हेर्ने होइन। अब हामीले त धेरै माग गरिरहेछ नि, अब व्यवस्थापन गर्नु पर्यो, पीडितहरूलाई पनि हेर्नु पर्यो, स्कुललाई पनि सुरक्षित ठाउँमा स्कुल बनाएर पठन पाठन राम्रो शिक्षा दिनु पर्यो। त्यही हो माग हामीले गरेछु, सुन्ने होइन, मुख दर्शक हो राज्य। स्कुलको बालबालिकाको लागि अहिले तत्कालको लागि छिटोभन्दा छिटो भवन सुरक्षित ठाउँ हेरेर भवन बनाइदिनु पर्यो राज्यले, र विद्यार्थीहरूको यहाँको पढाइ राम्रो छ, अझ राम्रो बनाउन लागि राज्यले ध्यान दिनु पर्यो। त्यस पहिरोका कारण जिल्लाको धुस्कुन र टेकानपुर गाविस पनि प्रभावित बनेका छन्। विद्यार्थीहरूलाई सकेसम्म हतोत्साहित हुन नदिने र उनीहरूको अध्ययन अध्यापनमा असर नपर्ने गरी काम अघि बढिरहेको विस्थापित विद्यालय वनसागु माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम तिमिलसिन्हा बताउनुहुन्छ। अहिले हामीले 4वटा कोठा तयार भइसकेका छ, अब बाँकी 3वटा कोठा तयार हुँदैछ। अनि यसैमा चाहिँ हामीले क्लास चलिरहेको छौँ। अनि भरत बुढाथोकीको घर 5वटा कोठा लिएको छौँ। अनि बलराम श्रेष्ठ सदस्यको घर पनि हामीले भाडामा लिएर चलाइरहेका छौँ। यसरी चाहिँ अहिले क्लास चलिरहेको छ। सम्भवतः यो सकिएपछि हामीले सबै यसैमा सञ्चालन गर्छौँ। पहिरोको जोखिम कायमै रहेको अवस्थामा विद्यालयमा साइरन जोडिएको छ र सुनकोसीमा बनेको तालको त्रासबाट भने अझै पनि वनसागु माध्यमिक विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीहरू मुक्त भने हुन सकेका छैनन्। यस्तो अवस्थामा राज्यले सुरक्षित स्थानको निर्क्यौल गरी वनसागु माध्यमिक विद्यालयलाई यथावत पुरानै अवस्थामा ल्याई सञ्चालन गर्नु अहिलेको आवश्यकता समेत हो। यसमा सबै पक्ष सचेत हुनु जरुरी छ। यस प्राकृतिक प्रकोपले निम्ति आएको सङ्कटमा तपाईँ हामी सबैको साथ र सहयोगको जरुरी छ। यिनै विषयवस्तुहरूसँगै हामी कार्यक्रम संरक्षण चौतारीको अन्त्यतिर आइपुगेका छौँ।
आज हामीले सिन्धुपाल्चोकको माङ्खा गाविस 1 मा गएको पहिरोका कारण विस्थापित भएका विद्यार्थीहरू विशेष गरेर वनसागु माध्यमिक विद्यालयमा पढ्दै गरेका विद्यार्थीको निधन र बाँकी रहेका विद्यार्थीहरूले अन्यत्र त्रिपाल टाँगेको ठाउँमा पढ्दै गरेको अवस्थाको विषयमा यहाँहरूलाई विषयवस्तुहरू प्रस्तुत गर्यौँ। ती विद्यार्थीहरू अहिले मानसिक त्रासदीमा छन्। उनीहरू छुट्टै विद्यालयमा पढ्छन् तर कति बेला साइरन बज्छ र भाग्नुपर्छ भन्ने मानसिकतामा छन्। यसरी उनीहरूले अध्ययन अध्यापन गरिरहँदा उनीहरूले ग्रहण गर्नुपर्ने शिक्षा राम्रोसँग प्राप्त गर्न नसकिरहेको यथार्थ हो। त्यसैले राज्यले यसबारे बेलैमा सोच्नु आवश्यक छ र आजका साझेदार र भोलिका कर्णधार भनिने यी बालबालिकाको संरक्षणतर्फ जिम्मेवार निकायहरू चाँडै नै आफ्नो कर्तव्य निर्वाह गर्नको लागि यस ठाउँमा आउन जरुरी छ। अर्को हप्ता फेरि यस्तै विषयवस्तु लिएर हामी कार्यक्रममा आउने नै छौँ। आजको यो विशेष स्थलगत रिपोर्ट स्थलगत प्रस्तुतिसँगै म सुभाष कार्की बिदा हुन्छु। नमस्कार।